त चल्दैन महाराज की जय महाराज की जय सबैलाई महाराजको जय भन्न लगाऊ सेनापति गयो सबैको मेरो आज्ञा मेरो पिताजीको आज्ञाले मेरो माताजीको आज्ञाले मेरो बहिनी यशोदालाई बिहा गर्न दिँदैछु जनताले सुनेको छ मेरो बहिनीलाई आज बिहा गरेर दिँदैछु मेरो बहिनीको बिहे मेरो बहिनीको बिहे हुँदैछ आज वासुदेवलाई खुसरे खुसरे छ वासुदेव जान्छु भनी जा भन्ने कति हाँस्नु यशोदा वासुदेव तिमीले भाग्यले मेरो बहिनी पाउँदैछौ थाहा छ कंसको बहिनी पाउँदैछौ कंसको महाराज कंसको बहिनी यत्रो छ यत्रोले मेरो कंसको बहिनी लाग्दैछ के पाल्ला जस्तो लाग्छ यदि याद गर है मेरो जय हात उठाउँछ चारु सेनापति आजदेखि मेरो आज्ञा बिना मेरो ज्वाइँ हो सेनापति मेरो ज्वाइँको रक्षा गर्नुपर्छ मेरो बहिनीको बस बस टिका डाला गरेर दिने हो टिकै डाला गरेर दिने हो यस्तो फुटेर बाँसेर मेरो बहिनी लान्छु भन्छ देख्यौ सबैले देख्यौ बाँसेलाई देख्यौ नदेखेमा देखो जनता हो कबल्लै छ यहाँ कंसको आज्ञा बिना कंसको आदेश बिना कोही चु गरेर बोल्ने छैन खबरदार चारु कसैले पनि कंसको बारेमा केही शब्द निक्लियो भने बाटा ठोक के बाटा के चस्मा लाउँदैछ यसको आराध्य गर्दै कंस विरुद्धमा कोही बोल्यो भने सेनापति तिमीलाई जो आज्ञा दिएको छु त्यो गर्ने चारु दाया बाया सब हेर वासुदेव मेरो बहिनी हो मेरो हृदयको बहिनी हो थाहा छ तिमीलाई यसको एक पल पनि आँखाबाट आँसु झर्यो भने तिम्रो छेदन गरिदिनेछु हुन्छ हुन्छ यदि भक्त भने तिम्रो वचन पुरा गरेनौ भने तिम्रो सबै कुल नाश गरिदिनेछु हुन्छ हुन्छ महाराज कति सोझो कति फुस्रे जे भने नि हुन्छै भन्छ हुन्न भन्ने पनि कसरी कंस महाराज छु डर लाग्यो होला नडराऊ भाइ हुन्छ महाराज हुन्छै भन्छ उठा तिमीलाई 3 मन्दिर घुमाएर मेरो बहिनी दिँदैछु आइज यशोदा आऊ मेरो प्राणी बहिनी आऊ तर के छैन भन्छौ जाने बेलामा चाहिँ यसैसँग जान्छु भन्छौ ए सारा जनता हो तिमीले देखेकै छौ मैले 7 फन्का घुमाएर यो मन्दिरको साक्षी राखेर मेरो बहिनी यशोदालाई वासुदेवलाई दिँदैछु बुझ्यौ हुन्छ कि हुँदैन
हुन्छ भन्छन् आऊ आऊ यसलाई लिएर जाँदैछु म सम्भाउ र यसरी सम्भाउ 3 फन्को घुमाइदिनेछु मन्दिर मन्दिरै घुमाउनु काँडा कुडी होलान् मेरो बहिनीको कोमल पाउमा फेरि केही बिग्ला बुझौ अहिले हातमा माया गरेर छातीमा राखेर मेरो सिनेमा राखेर पालेको मेरो बहिनीलाई राम्रोसँग पाल्नु दुःख नदिनु आँसु नलारोस् हुन्छ महाराज आऊ आऊ अब जाँदैछु म तिमीलाई लिएर दुईटालाई लिएर फेरि घुम हे मूर्ख कंस को हे मूर्ख कंस हे मूर्ख कंस को मूर्ख भन्ने कंसलाई हे मूर्ख कंस महाराज कंसलाई मूर्ख भन्ने को हो कहाँ बोल्दैछस् खै भित्रबाट बाहिरबाट कहाँ बोल्दैछ को बोल्दैछ महाराज महाराजलाई कहिले कंस बोल्दैछ सामुन्ने आइज जसले तैँले हात समाएर माया मानेर लिएर जाँदैछस् तेरो बहिनीको अपय गर्दबाट तेरो नाश हुनेछ त भस्म हुनेछ तेरो नाश हुनेछ त भस्म हुनेछस् तेरो मृत्यु हुनेछ तेरो नाश हुनेछस् तेरो मृत्यु हुनेछ कंसको मृत्यु असम्भव चारु कंसको मृत्यु असम्भव विष्णुले त मलाई मार्न सक्दैनन् यो को आकाशबाट गर्दैछ यदि यो साँचो हो भने यो हुन सक्छ कंसको मृत्यु असम्भव तर कता कता मनमा भय हुँदैछ वासुदेव तिमीलाई बेसी बहिनी दिन क्यान्सिल अब तिमीलाई बहिनी दिनको लागि म असमर्थ भए यसको गर्भबाट 8औं गर्भबाट सुनौ तिमीले सुनौ के सुनौ 8वां गर्भबाट तपाईँको मृत्यु हुने सुने त फुसुरले पनि यदि तिमीलाई मैले मेरो बहिनी दिएर मेरो मृत्यु हुन्छ भने तिमीलाई मेरो बहिनी दिनमा असमर्थ भयो देवका जाने छैनस् बरु यो सानो बच्चाले मलाई मार्छ भन्छ भने अब 8औं गर्भ चारु 8औं गर्भ त के यसैले निश्चित आनन्दै बेस म 8औं गर्भ कुरा म मृत्यु कुरा मलाई कहाँ दिन्छु कहाँ दिन्छ मलाई मारिदिनु छ यस्तो डरबोक कंसलाई त भयो होइन म 8वां गर्भसम्म तपाईँलाई एक दिन चाहन्छु दिन सक्छु म सत्यवादी राजा वसुदेव मेरो वचन कहिले पनि खेर जाँदैन यो वचन तिम्रो साँचो छ भने के अर्थ छ साँचो छ भने के परमार्थ छ मैले यसलाई सिधाइदिन्छु म सत्यवादी हुँ विश्व दुनियाँले चिनेको छ मलाई मेरो वचन खेर जाँदैन एक वचन ल्याएर दिनेछु पहिले तपाईँलाई 8 गर्भसम्म यदि साँचो हो भने तिमी बच्यौ यदि साँचो रहेन भने तिम्रो यी दुवैजनालाई मारिदिनेछु म कंस हो मेरो हाँसै खतरा छ मेरो हाँसै गर्जन छ चारु यिनीहरूलाई दुईजना बन्द गरेर जान्दै बहिनी मार्नु भन्दा यिनीहरूलाई दुईजना बार्दै
कहाँ कुर्सी मारा उता राख्दे कंस मृत्यु असम्भव सुन्यौ असम्भव कंस मर्दैन कंसलाई कसैले मार्न सक्दैन सुन्यौ कंसले सुन्यौ आकाश बारेको केही हुँदैन कंस अमर छ कहेको यदि साधु सेनापति उनीहरूको कुनै पनि पत्ता दण्डियो भने मलाई तुरन्त खबर गर्नु म एकछिन आफ्नो स्टेसनमा रहनेछु दारु तैँले सबै जनताको ख्याल गर्नु सेनापति तिमीले बन्दगिरीमा रहेको यिनीहरूको कुनै पनि पत्ता दण्डियो भने तिमीले ख्याल गर्नु बन्दगिरीमा राख्दौ कता कता बोल्न भ्याइ हुँदैछ आकाशवाणीको कुरा के सत्य त होइन त हेर्नु सेनापतिलाई ख्याल गर्नु सेनापतिले के ल्याउँछ कि ख्याल गर्नु पहिलो बच्चा ल्याउँदैछु महाराज वासुदेव हे वासुदेव तिमी वचनको पक्का रहेछौ वचनको पक्का रहेछौ महाराज भन्छौ खाली वचनको पक्का रहेछ यो फुस्रे भनेको त वचनको पक्कै रहेछ यो बच्चा के ल्याउनु यो के रगतको डल्लो बच्चा तिम्रो पहिलो बच्चा नामाङ्करण गर्यौ के नाम राख्यौ कीर्तिमान कंसको त कुनै भर छैन मनमा भय डर हुँदैछ यस्तो बच्चाको नाम कीर्तिमान कति हाँस्नु लैजाऊ यो बच्चा लैजाऊ तारु कंसलाई यत्रो बच्चाले केही गर्न सक्दैन सेनापति एउटा बन्दगिरीमा राख्यौ लैजाऊ यो बच्चा लैजाऊ महाराज हजुरले गल्ती गर्नुभयो सोध्नु त एकचोटि हाम्रो देवका र वासुदेव हाम्रो के भएको थियो पहिला त्यो सोध्नुहोस् त महाराज तपाईँले गल्ती गर्नुभयो महाराज त्यो बच्चा हामीले छोड्नुहुन्न यशोदाको 8औं गर्भसम्मको बाट हाम्रो तपाईँको नाश हुने आकाशवाणीबाट आएको थियो महाराज त्यसैले तपाईँले यो बच्चा छोड्नुहुन्न मार्नुपर्छ महाराज तपाईँले गल्ती गर्नुभयो यसलाई छोड्नुहुन्न महाराज यसलाई मार्नुपर्छ यसलाई सिद्ध्याउनुपर्छ महाराज चारु ठिक भन्छ त्यसै मैले चारुलाई मेरो अग्रस्थानमा राखेको छु यसको बुद्धि छ क्या सेनापति बुद्धि तिम्रो भन्दा केही बुद्धि छ क्या ठिक भनिस् चारु सिद्ध्याउनु पर्छ वासुदेव तिमी वचनको सत्य रहेछौ यशोदा यो बच्चा मलाई दे वासुदेव यो बच्चा तिमीले दिएका थियौ मैले फिर्ता गरेको थिएँ तर यो बच्चा मलाई चाहियो ल्याऊ मलाई ल्याऊ देऊ यशोदा मेरो बच्चाले तेरो बच्चाले यो मेरो अधिकारको बच्चा हो हाम्रो आत्मा गरेर हामीले नै हाम्रो उद्धार हुनेछ देऊ यशोदा
पूर्ण गर हाम्रो 8औं गर्भ भगवानको रूप लिएर जन्मिनु छ कंस हुँदा हुँदा के भगवान कंसै हो भगवान ले 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 मेरो कालले ले सारा सदा अरुण सेनापति यसलाई यही सुताइदिनु पर्ने छ बन्द गरे मलाई राख्दै बन्द गरे मलाई राख्दै बजाऊ नाचो यिनीहरूलाई जाउन भनेको छु अब कुनै भए छैन गाउँ नाच बजाऊ जाऊ राम्रो गीत गाउन भन् सेनापति राम्रो बजाउन अनि बाटा म नाच्छु मेरो नाच कंस नाच्दैछ मेरो पैसा मैले कंस नाच्दैछ सेनापति नाच मलाई एउटा खुर्ची ल्याइदिनु म बस्छु तुरन्त एउटा खुर्ची ल्याइदिनु मलाई नाच जाऊ नाच जाऊ